एउटा प्लास्टिक आज चाहिँ आएको छु म तोपथुम्की होइन। देख्न सक्नुहुन्छ साथीहरू एकदमै राम्रो भ्यू भनेर मैले अहिले चाहिँ छुट्याउनु सकेको छैन होइन। तोपथुम्कीको पहिलो सुरुवाती सिँढी चढ्दैछु है म। भने जस्तै सूर्यको पहिलो प्रकाश परिरहेछ मेरो शिरमा। ठाउँ कस्तो छ हेर्दै जाउँ। उकालो चढ्न थालेपछि यस्तै हो मेरो। हामी चाहिँ सिँढी चढ्दा गरेर जिम जस्तो छ भनेको खै हो कि होइन। कम गाह्रो हो त सिँढी चढ्न गाइज। यही हो नि, यो चाहिँ रह्यो हाम्रो तोपथुम्कीको मेन भ्यू पोइन्ट। यही हो क्या खास टिकटकमा एकदमै भाइरल भइरहेको हाम्रो नेपालको झन्डा देखिरहनु भएको छ होइन। यो एकछिन अगाडि त एकदमै क्लियर थियो, बादल उड्न थालिसकेछ ल। हामी चाहिँ अब फर्किँदैछौँ। नमस्ते साथीहरू, सबैजनालाई स्वागत छ फेरि पनि हजुरहरूलाई मेरो युट्युब च्यानलमा। भन्दै आज चाहिँ म आएको छु, कहाँ आएको छु भनेदेखि आज चाहिँ आएको छु म तोपथुम्की होइन। तोपथुम्की दिउँसो मौसम खराब हुन्छ हाम्रो। हामी एकदमै बिहान भन्दा पनि बिहान 8-9 बजिसक्यो होला अहिले। बिहान अब 7:30 बजी हिँडेको घरबाट होइन। र हामी चाहिँ आइसकेको छौँ तोपथुम्की। अब यहाँदेखि माथि कतिवटा सिँढी चढ्नु पर्ने रहेछ थियो नि त। अब हामी पनि आइरहेछौँ यो भाइरल ठाउँमा होइन। अब चाहिँ म लागेँ सिँढीतर्फ। तोपथुम्कीको मेन पहिलो सुरुवाती सिँढी चढ्दैछु है म साथीहरू। देख्न सक्नुहुन्छ साथीहरू एकदमै राम्रो भ्यू। यो तर कुन एरिया हो भनेर मैले अहिले चाहिँ छुट्याउनु सकेको छैन होइन। आएर यो डाँडा चढेपछि म कन्फ्युज भएँ, यो देखिएको बजार यो कुन एरिया हो भनेर मैले छुट्याउनु सकिनँ। देख्न सक्नुहुन्छ साथीहरू केही देखिँदैन। सूर्यको पहिलो किरण भने जस्तै सूर्यको पहिलो प्रकाश परिरहेछ मेरो शिरमा। अब यहाँ माथि चढ्दै जाउँ है साथीहरू। ठाउँ कस्तो छ हेर्दै जाउँ। उकालो चढ्न थालेपछि यस्तै हो मेरो अनुहार। ल साथीहरू हामी चाहिँ सिँढी चढ्दा गरेर बल्ल तोपथुम्कीको मेन पोइन्टमा आइपुग्यौँ जस्तो छ है। आइपुग्यौँ जस्तो छ भनेको खै हो कि होइन। हो जस्तो छ। यस्तो गाह्रो सिँढी चढेर भन्नु कम गाह्रो हो त सिँढी चढ्न गाइज। हाम्रो एकजना सरुमा अगाडि गइसक्नु भयो। यही हो नि ल। फाइनली हामी पनि आइपुगेको छौँ तोपथुम्की। यहाँको हावा बाफ्रे यस्तो दामी है। तर धेरै माथि डाँडामा के यहाँ देख्न सक्नुहुन्छ साथीहरू। यही हो है तोपथुम्की चाहिँ। जति मैले टिकटकमा देखेको थिएँ त्यस्तो चाहिँ खास रहेनछ होइन, तर पनि स्पेसलै छ। यो चाहिँ रह्यो हाम्रो तोपथुम्कीको मेन भ्यू पोइन्ट। यही हो क्या खास टिकटकमा एकदमै भाइरल भइरहेको हाम्रो नेपालको झन्डा देखिरहनु भएको छ होइन। यो यहाँ कतिवटा सिँढी छ थाहा छैन, गन्न भ्याएको छैन मैले। एकदमै यहाँको स्पेसल हो है यो चाहिँ। यहाँको मेन विशेष भनेकै
यहाँ हाम्रो नेपाल झर्ना भएको एरिया हो। यहाँबाट जति पनि भ्यू देख्न सक्नुहुन्छ साथीहरू। अहिले अझै यो तुवालोले पुरै ढाकिसकेछ हैन। अघि यो एकछिन अगाडि त एकदमै क्लियर थियो, अहिले चाहिँ पुरै ढाक्दैछ बिस्तारै बिस्तारै। अरू बेला भने यहाँ यस्तो दामी देखिन्छ भ्यू। बादल उड्न थालिसकेछ ल। नखिचेर हुन्छ। अहिले गेटमा खिच्न काम लाग्छ क्या। ल हाम्रो बडीगार्ड पनि काम सकियो लाग्यो। यति टाढासम्म पनि देखिएको छ आज। आम्मा यस्तो मौसम खुलेको बेला भयो। साथीहरू हामी चाहिँ माथि मेन तोपथुम्कीको भ्यू पोइन्टबाट हामी झरेर यहाँ तल गेट छेउमा आइसकेको छौँ हैन। हामी चाहिँ अब फर्किँदैछौँ। ल साथीहरू हामी चाहिँ तोपथुम्की भ्यू पोइन्ट सबै घुमेर हैन तल झरिसकेको छौँ। मेन गेटमा आइसकेको छौँ। आजको भिडियो कस्तो लाग्छ? भिडियो मन परेमा लाइक कमेन्ट सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै फेरि अर्को नयाँ भिडियो लिएर आउने बाचा गर्दै आजलाई पनि बिदा चाहन्छु।